सबैले जोडले भन्नुहोस् पवित्र आत्मा म भित्र हुनुहुन्छ। तेस्रो कुरा भन्नुहोस् है, पवित्र आत्मा म माथि हुनुहुन्छ। पवित्र आत्मा को माथि हुनुहुन्छ? ओके, सो म तपाईँलाई मजाको कुरा भन्न चाहन्छु। हामी यो सबैकोमा फोन छ यति बेला? यस, राइट? अघि यहाँ मैले मात्रै कुन चाहिँ देखेँ, कुन चाहिँ ब्रदर तपाईँको यो आइफोन? ओके, आइफोन 16 प्रो कुन चाहिँ रे? आइफोन 16 प्रो। उयो आइफोन 13 है। यहाँ कतिजनाको एन्ड्रोइडहरू होला, दामी दामी आइफोन होला। अघि मात्रै मैले यहाँ म्याक देखिरहेको थिएँ। म्याक पनि उसकै हो। सो म तपाईँलाई दामी कुरा भन्छु त्यो बेला, राम्ररी सुन्नुहोस्। यहाँ म्याक छ है, यहाँ के छ, यहाँ कता छ, के छ, कति हेर्दा गरौँ है, दामी। तर अहिले त्यो कुरामा चार्ज छैन अरे सपोज। यदि चार्ज छैन भने त्यो कुरा चाहिँ के हो भन्नुहोस् त? डब्बा र बेकारको कुरा मात्रै। सो मलाई चाहिँ के लाग्छ भने यो एन्ड्रोइड म्याक है, आइफोन भन्दा अझै पावरफुल चाहिँ के रहेछ? इलेक्ट्रिसिटी हैन? त्यो छैन भने केही छैन। केही छ? त्यसैले गर्दा बत्ती गएपछि हाम्रो जब फोनको ब्याट्री चाहिँ 1% हुन्छ कस्तो हुन्छ हो कि बत्ती गयो चार्ज पनि गर्नु भएन हो कि हामीलाई रिस उठ्छ। सो केही पनि होइन यो कुराहरू विदाउट इलेक्ट्रिसिटी, बिकज द्याट इज पावर। त्यो चाहिँ के हो? शक्ति। अनि यसरी नै आज तपाईँ हामी पनि जति नै हेन्सम भए तापनि जति नै मजाको भए तापनि यदि पवित्र आत्माको शक्ति त बुझिनुहोस् न तपाईँ केही छैन। आमेन आमेन भन्नुहोस् है यति बेला, राइट? किनकि संसारलाई चाहिँ आज परमेश्वरको शक्तिको खाँचो छ। आमेन। पावर अफ गड इज निडेड। चर्चहरू पनि जति नै ठुल्ठुलो, जति नै दामी है, साउन्ड प्रुफ, इन्टेरियर डिजाइन हो कि भन्नुहोस् है, दुई कुराहरू हामीलाई चाहिन्छ। हामी भित्र हुनुपर्छ चर्चहरूमा, दामी दामी ग्याजेट्सहरू आओस् होइन, टेक्निकली इक्विप होस्, दामी दामी बजाउने गीत गाउनेहरू, कति मजाको कुरा। तर यदि पवित्र आत्माको शक्ति छैन भनेदेखिलाई चाहिँ हामी संसारलाई छुटकारा दिलाउन सक्दैनौँ। संसारलाई हामी कुनै तरिकाले बचाउन सक्दैनौँ। त्यही कारण बाइबलले यसरी भनेको छ, जब पवित्र आत्मा तिमी माथि आउनेछ तिमीले के पाउनेछौ? पहिला एभ्रिवेयर पावर। मैले भर्खर यो ग्याजेटको इक्जाम्पल दिएँ, यसलाई पनि पावरै चाहिन्छ हो किन भन्नुहोस्? नथिङ। यहाँ देख्नुहुन्छ चाहिँ ग्लास मैले लगाइराखेको छु, यसमा के छ? पावर। अहिले मेरो धमिलो भए जस्तो खोल्यो भनेदेखि पावर ग्लास हो किन भन्नुहोस् है। घाम लागिरहेको छ माथिबाट, घाममा के हुन्छ? हिट हुन्छ। के हुन्छ? हिट। यदि त्यो हिट छैन भनेदेखिलाई चाहिँ नि यो अर्थ चाहिँ के भएर जान्छ? आइस एज। हामीले आइस एज मुभी हेरेको, तपाईँले हेर्नु भएको छ कि छैन? हेरेको होला आइस एज मुभी। पृथ्वी चाहिँ नि आइसको डल्ला भएर जान्छ विदाउट हिट अफ द सन। सो तपाईँले युनिभर्सलाई राम्ररी हेर्नु भनेदेखिलाई नि यो चाहिँ एउटा शक्तिले थामेको छ। आमेन। द पावर बिहाइन्ड इट। अब म तपाईँलाई अझै दामी कुरा भन्छु, राम्ररी सुन्नुहोस् है। तपाईँ कतिजनाले सानोमा शक्तिमान हेर्नु भएको? पक्का हो है? लडी बढी गऱ्यो हामीले। किन शक्तिमान हेऱ्यो भनेदेखि शक्तिमान चाहिँ गुनुनुनु उडेर जान्दैन कि त्यहाँ शक्ति थियो, हामीलाई के गर्थ्यो? एट्र्याक्ट गर्थ्यो हो किन भन्नुहोस्? हो, हामीले पावर रेन्जर्सहरू हेऱ्यौँ। आजको दिन के हेऱ्यो? डक्टर स्ट्रेन्जर्स। पक्का हो? त्यहाँबाट अर्को के अरे? एभेन्जर्स। त्यहाँबाट अर्को के छ भाइ? स्पाइडरम्यान। सबै हामी किन हेर्छौँ भने एउटा शक्तिको कुराहरू देखाउँछौँ हो किन भन्नुहोस् है। सो शक्ति भन्ने कुराले चाहिँ मान्छेलाई एट्र्याक्ट गर्छ है प्रिय हो। शक्तिले चाहिँ के गर्छ? एट्र्याक्ट। आज दिन किन हामी विश्वासीहरू जसमा चाहिँ पवित्र आत्मा बास गर्नुहुन्छ, होइन, जसले चाहिँ युनिभर्सलाई क्रिएट गर्नुभयो, पिता पुत्र नै पवित्र आत्माले, तर हामी आज चर्चभित्र चाहिँ पावरको चाहनै गर्दैनौँ। यदि तपाईँले पवित्र आत्माको चाहना गर्नुभयो भनेदेखि नि
चर्चमा चाहिँ शक्ति बग्नेछ। आमेन। जब चर्चमा शक्ति बग्छ नि वरिपरिको मान्छे चाहिँ खिचेर आउँछ, अट्टाइमा अटाइ भएर जान्छ प्रिय। लेट्स डिजायर फर द पावर अफ गड। प्रभुको शक्तिको चाहना गर्नुहोस्, मूल्य चुकाउनुहोस्। आज तपाईँको लागि यो सन्देश छ। आमेन। हामी शक्तिको चाहना गरौँ। आमेन। हो कि न भन्नुहोस् है। र यति बेला म तपाईँहरूको अगाडि एउटा वचन पढिराखेको छु, लुका 24:49। तपाईँ कसैले पाउनुभयो भने पढ्न सक्नुहुन्छ जोडले। 49 हजुर 49। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरू कहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुन्जेल तिमीहरू यही सहरमा बसिरहो। आमेन। यहाँ पिताको प्रतिज्ञा पुरा गरेको छ, जो प्रतिज्ञा चाहिँ पवित्र हुन्छ। आमेन। सो जबसम्म तिमीले शक्ति पाउँदैनौ त्यो सहरबाट चाहिँ तिमीहरू नजाऊ भनेको छ उनीहरूलाई। र त्यो सहरको नाम चाहिँ के थियो भन्दै गर्दा यरुसलेम। जहाँनिर चाहिँ उनीहरूलाई बस्नु पर्ने थियो, किनकि त्यो शक्ति चाहिँ त्यो ठाउँमा आइराखेको थियो। अनि त्यो शक्ति नआउन्जेलसम्म चाहिँ त्यो ठाउँबाट कहीँ नजाओस् भनिकन भनिराखेको थियो। याद गर्नुहोस्, किनकि जसरी त्यो शक्ति त्यो कोठामा आउँदै थियो त्यस पछाडि चाहिँ उनीहरूलाई परमेश्वरले संसारमा पठाइरहेको थियो। आमेन। दे वर अबाउट टु बी सेन्ट टु द वर्ल्ड। प्रिय, म तपाईँलाई गहिरो कुरा भन्छु, यदि त्यो शक्तिलाई हामीले अनुभव गरेनौँ भनेदेखिलाई नि हामी संसारमा गएर केही पनि गर्न सक्दैनौँ। जो शक्ति चाहिँ आज तपाईँभित्र बास गर्नुहुन्छ त्यो शक्तिको नाम चाहिँ पवित्र आत्मा परमेश्वर अनि उहाँ व्यक्ति हुनुहुन्छ। आमेन। जब तपाईँ त्यो शक्तिको साथमा नि बाहिर जाँदै गर्दाखेरि आजको दिन हामीले यरुसलेममा जस्तो पर्खिनु त पर्दैन है अप्पर रुममा गएर, किनकि पवित्र आत्मा अलरेडी आइसक्नु भएको छ हामीभित्र। तर तपाईँले आफ्नो घरको कोठारमा उहाँलाई पर्खिन सक्नुहुन्छ। आमेन। तपाईँले आफ्नो गुप्त ठाउँमा उहाँलाई भन्न सक्नुहुन्छ, प्रभु तपाईँको उपस्थिति मेरो जीवनमा बगेर आएको होस्, प्रभु तपाईँको शक्ति मलाई थाहा गराउनु होस्। किनकि जब म बाहिर जान्छु मान्छेले मेरो जीवनबाट प्रभुको महिमालाई साकेको छ। आमेन। किनकि बाहिर तपाईँले हेर्नुहुन्छ नि कति रङ्गी चङ्गी छ, दामी दामी कुराहरू छ, तर तिनीहरू साथ मरे तुल्य चाहिँ के छ? नो लाइफ। ओके। अस्ति एकजना मेरो साथी त्यहाँ एसियाको सबैभन्दा ठुलो क्लबहरू छ है नेपालमा, थाहा छ तपाईँहरूलाई? एसियाको सबैभन्दा ठुलो क्लब रहेछ। हाम्रो साथीहरू मजा गरिरहेको थियो, तर त्यो कुरा के छ? मृत्यु छ। ओके न? देयर इज नो लाइफ। नो लाइफ। सायद तपाईँ कतिजना थाहा थिएन होला, तर एसियाको सबैभन्दा लार्जेस्ट क्लब छ यहाँनिर थमेलमा। फेरि करायो है, माथ्यो, खायो, लडी बडी गऱ्यो, लाइफ छ छैन। तपाईँले त्यो व्यक्तिलाई कसरी छुने जो चाहिँ व्यभिचारमा मर्दैछ, जो ड्रग एडिक्सनमा मर्दैछ, त्यो दुष्टले उनीहरूको जीवनलाई भत्काउँदैछ, तपाईँले कसरी छुने? तपाईँले मान्छेलाई बाहिरबाट हेर्दा कति दामी देख्नुहुन्छ होइन, चटक्क लुगा लगाएको, तर भित्र हेर्नुहुन्छ मृत्युलाई क्यारी गरिराखेको छ, पापको बन्धनमा छ। तपाईँले कसरी बदलाउने? तपाईँ चाहिँ आफ्नो घरबाट बाहिर निक्लिँदै गर्दा, तपाईँको सोसाइटीमा जाँदै गर्दा तपाईँ चाहिँ शक्तिहीन हुनुहुन्छ भनेदेखि त्यो जीवनलाई जित्नको लागि चाहिँ आज पवित्र आत्माको शक्तिको खाँचो छ। आमेन। म के भन्छु, तपाईँको कोठाभित्र उहाँलाई पर्खिन सुरु गर्नुहोस् प्रिय। त्यो प्रेजेन्स रियल छ। अनि मान्छेहरू डेलिभर भएको देखेको छु, पापमा झरेकोहरू, मर्न लागेकोहरू प्रभुले छुएर बदली भएर आएको देखेको छ। आमेन। यति बेला वचनले भन्दैछ, डु नट लिभ द सिटी विदाउट द पावर अफ गड। होइन, शक्ति बिना सहरलाई नछोड भनिराखेको छ। पावर भन्ने कुरा यति डरलाग्दो हो, मान्छेलाई पावर भन्ने कुराले यति एट्र्याक्ट गर्छ। संसारमा तपाईँले हेर्नुहोस्, सत्ताको लालच, कुर्सीको लागि,
पावरको लागि एउटाले अर्कोलाई मार्छ कि मार्दैन है? मनी के एउटा पावर हो, राइट? पोजिसन एउटा के हो? पावर। तपाईँले आफ्नो देशमा देख्नु भएको छ है, काट मारामा। तर म तपाईँलाई गहिरो भन्न चाहन्छु, हामी अब प्रभुको शक्तिको लागि चाहना गरौँ, हामी लालसा बनाऊ। प्रभु जबसम्म तपाईँले मलाई छुनुहुन्न, यो कोठामा म घोडा टेक्दै गर्दा, म फास्टिङ बस्दै गर्दा, जबसम्म प्रभु तपाईँले मलाई टच गर्नुहुन्न, म यहाँबाट निक्लिन जान्दिनँ। हामी त्यो खालको डिजायर होस् प्रिय, त्यो कुराले चाहिँ नि तपाईँको देशलाई बदलाइदिन्छ। हामी त्यो कुराले चाहिँ तपाईँको परिवार बदलाइदिन्छ, त्यो कुराले चाहिँ तपाईँको जीवनलाई चेन्ज गरिदिन्छ। याद गर्नुहोस्, and you will be the carrier of God's power, God's life। त्यो खालको ढिटाइपन अब हामीमा हुनुपर्छ। अघि हामी कुरा गरिरहेको थियौँ योपालिको सेमिनारमा प्रभुको दास क्यालेब लेप्चालाई बोलाउने भनिकन सल्लाह भइरहेको थियो। अनि दाजुसँग हामी सानो दिनदेखिको उहाँसँग हामी चिनाजाना है, हुर्किएको कुराहरू। अनि दाजुले एक दिन कोठामा प्रार्थना गर्नु बस्नु भएछ क्या प्रभुलाई, राम्ररी सुन्नुहोस् है। अनि कोठामा प्रार्थना गर्दै गर्दाखेरि प्रभुलाई भनेछ, प्रभु यो रुममा चाहिँ म तपाईँको उपस्थिति चाहन्छु होइन। अनि त्यो दाजुले त्यो कोठामा 9 घन्टा प्रार्थना गरेछ। कति घन्टा? 9 घन्टा। गाह्रो छ है। 9 घन्टा प्रार्थना गर्दै गर्दा चाहिँ प्रभु कोठामा आइकन टाउकोमा छुनु भएर जानुभएछ। आमेन। देन आफ्टर चाहिँ नि प्रभुको शक्ति यति डरलाग्दो बग्यो उहाँको लाइफबाट। हस्पिटलहरू खाली भयो दार्जिलिङमा इडेन हस्पिटलमा चाहिँ खाली भयो, ट्युमर्सहरू बिल्लेर झरेको। प्रभुको शक्तिले ड्रग एडिक्टहरू छुटकारा भयो। लाइफ वाज चेन्ज्ड, लाइफ्स वर चेन्ज्ड। भन्न चाहन्छ हामीमा अब यो जिन आएको छ नि यो जेनेरेसनमा। तपाईँलाई थाहा छ संसार कति डरलाग्दो डेन्जर भएर जाँदैछ। हामीले प्रभुको दोस्रो आगमन भन्दैछौँ है, तर त्यसको लागि नि टेक्नोलोजिकली यति डरलाग्दो कुराहरू बढिराखेको छ। 3D प्रिन्ट है भाइ, त्यसको रिफ्लेक्सन गरेर चाहिँ नि आकाशमा चाहिँ प्रभु आएको बनाइदिने कुराहरू। थाहा भयो कि होइन? त्यो रिफ्लेक्सन तपाईँ झुक्किनुहुन्छ प्रभु आएछ आगमन भएछ भनेर, तर त्यो त एउटा टेक्नोलोजिकल एउटा आकाशमा देखाइदिनु मात्रै हो। तपाईँभित्र नि परमेश्वरको शक्ति छैन, त्यो तपाईँ पवित्र आत्माको फेलोसिप तपाईँले छैन भने संसारमा के हुँदैछ भने बुझ्न सक्नुहुन्न प्रिय। किन उहाँ चाहिँ स्पिरिट अफ विजडम हुनुहुन्छ होइन, ज्ञानको आत्मा। उहाँको ज्ञानले सबै किसिमको ज्ञानलाई जित्दछ प्रिय। तपाईँलाई के छ, तपाईँले ट्याकल गर्न सक्नुहुन्छ। जसरी बढिरहेको छ सिभियरली प्रिय, हामीलाई भ्याल्यु होस्। अब हामी बसिरहेको कोठामा परमेश्वरको प्रेजेन्स आउनुपर्छ होइन, चेन्ज हुनुपर्छ। वर्ड अफ विजडमले तपाईँको जीवनमा काम गर्नुपर्छ, वर्ड अफ नलेजले काम गर्नुपर्छ। प्रभुको दान वरदानहरू तपाईँको जीवनमा अपरेट हुनुपर्छ। तपाईँको जीवनमा प्रभुको प्रकाशहरू खोलिनुपर्छ। तपाईँलाई शक्तिकै कुरा गर्नु भनेदेखिलाई म अझ दामी कुरा भन्छु तपाईँलाई। तपाईँलाई पेन्टिकोसको दिनमा जब पवित्र आत्मा आउनुभयो नि, उहाँको शक्ति बग्दै गर्दाखेरि त्यहाँनिर हजारौँ मान्छे आयो, राइट? किनकि 3000ले चाहिँ प्रभु नै पायो भन्ने छ, हो कि न भन्नुहोस् है। सो म तपाईँलाई सोध्न चाहन्छु, के त्यति बेला माइक थियो? अघि मलाई एकछिन कराउनु साह्रो परेको, ब्रदर माइक जोडिदिनुहोस् न भन्नु जेलसम्म भयो है। तर पत्रुसले कति हजारको बिचमा उभेर बोल्यो भने चाहिँ कसरी चाहिँ आवाज निक्ल्यो होला? प्रश्न लाग्दैन तपाईँलाई? माइक पनि थिएन, कसरी हजारले सुन्यो होला? अहिले यहाँनिर तपाईँको बोलेको सुन्नु साह्रो पर्छ, तर पत्रुसले बोल्दै गर्दा 3000ले घोडा चल्यो। उसको हातमा माइक थिएन, तर प्रभुको शक्तिमा चाहिँ उसको भोइस त्यो पावरमा डबल भएर गयो। मान्छेले सुन्यो। एउटा मिराकल चाहिँ त्यो लाग्छ मलाई त्यति बेला, जब मान्छेको हृदय आकर्षित भएर गयो प्रिय। 3000ले प्रभु पायो भन्ने छ। पवित्र आत्मा चाहिँ त्यस्तो शक्तिशाली व्यक्ति हुनुहुन्छ। 3000 उहाँको उपस्थितिको अगाडि टेक्नोलोजी, डिजिटल टेक्नोलोजीको कुरा पनि फेल खान्छ। याद गर्नुहोस्, मलाई अचानक कसरी पत्रुसले कसरी बोल्यो? यति नसुन्नु पर्ने, तर 3000ले सुन्यो। कतिजनाले? 3000ले, र प्रभु पनि पायो।
power of the Holy Spirit can tackle down even the technology. Amen. Even the technology. शक्तिशाली छ कुरा। अनि मैले के भन्न चाहेको, कुनै पनि शक्ति वरिपरि कुनै पनि शक्ति भन्दा महान शक्ति चाहिँ पवित्र आत्माको छ। आमेन। याद गर्नुहोस्, जुन कुराको अगाडि चाहिँ केही कुरा पनि उभिन सक्दैन, चाहे त्यो पोलिटिकल नलेज होस्, याद गर्नुहोस्, चाहे त्यो टेक्नोलोजिकल नलेज होस्, चाहे त्यो फिलोसोफिकल नलेज होस्, चाहे कुनै पनि कुरा नलेज होस्, टिक्न सक्दैन। आमेन। उहाँको शक्तिको अगाडि। चार्ल्स डार्विन हामीले पढेको छ कि छैन, इभोल्युसन थ्योरी, हैन? इभोल्युसन थ्योरी चार्ल्स डार्विन, राइट? जसले यस्तो खालको थ्योरी निकाल्यो कि मान्छे चाहिँ कहाँबाट निक्लेको? बाँदर। ऐनामा हेर्दै गर्दा लाग्छ तपाईँलाई? हामीलाई लाग्दैन। आमेन। हामीलाई अवश्य लाग्छ परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो, हो किन भन्नुहोस् है? एड्रिन नेवारले एउटा गीत पनि निकालेको छ कि छैन है? मानव हो भनिकन दामी छ त्यो गीत, सुन्नुहोस्। के मानव हो, म मानव हो भन्नु। इभोल्युसन थ्योरी हजुर, पशु होइन, पशु होइन म भनिकन है। इभोल्युसन थ्योरी यस्तो निकाल्यो संसारलाई हल्लाइदियो। मान्छे चाहिँ कहाँबाट निक्लेको रे? बाँदर। तर त्यो थ्योरीले परमेश्वरको राज्यलाई हल्लाउन सकेन। आमेन। किनकि तपाईँ नि मैले चाहिँ यीशु ख्रीष्टको डिएनएलाई क्यारी गरेका छौँ। तपाईँ नि म चाहिँ परमेश्वरको इमेजमा बनिएका हौँ। त्यो कुरालाई शैतानले हल्लाउन सकेन र कुनै पनि शैतानी शक्ति चाहिँ परमेश्वरको वचनको विरुद्ध उठ्न सक्दैन प्रिय हो, किनकि हाम्रो प्रभुको शक्ति चाहिँ त्योभन्दा महान छ। पावर अफ गड इज ग्रेटर देन द्याट। चार्ल्स डार्विनको हालत त्यो भएर मर्यो। हामीले टाइटानिक मुभी हेरेको नि है? टाइटानिक बनाउनेले के भन्यो? यदि गडले पनि यो डुबाउन सक्दैन सिप, राइट? घमण्ड त्यति लाग्छ। मजाले सिपमा बसेर सिगार ठ्याक्कै बालेर सनसेट हेर्दै मुखमा राखेर जसले यसरी भन्ने थियो, यो सिप चाहिँ यसरी बनाएको छु मैले, इभन परमेश्वरले पनि डुबाउन सक्दैन। तर तपाईँलाई भनिदियो सानोबडे त्यो जब आइसको त्यो उसमा ठोकिँदै गर्दा पछाडिको त्यो पङ्खा है ठोकिँदै गर्दा चाहिँ जहाज डल्लै डुबेको छ। गर्नुहोस्, सो कुनै पनि कुरा चाहिँ परमेश्वरको शक्तिको विरुद्ध उठ्न सक्दैन। आमेन। कुनै पनि कुरा परमेश्वरको वचनको विरुद्ध उठ्न सक्दैन प्रिय। कुनै पनि कुरा चाहिँ यीशुको रगतको विरुद्ध उठ्न सक्दैन। कुनै पनि कुरा चाहिँ पवित्र आत्माको विरुद्ध उठ्न सक्दैन। आमेन। कुनै पनि कुरा परमेश्वरको अर्डर, परमेश्वरको गभर्नमेन्ट्सको विरुद्धमा चाहिँ केही पनि उठ्न सक्दैन प्रिय। अनि म तपाईँलाई गहिरो कुरा भन्छु, यदि तपाईँ परमेश्वरको गभर्नमेन्ट्समा उठ्नुभयो भनेदेखिलाई, यदि तपाईँ परमेश्वरको पावरमा उभिनुभयो भनेदेखिलाई, यदि तपाईँ परमेश्वरको शक्तिमा उभिनुभयो भनेदेखिलाई तपाईँको विरुद्ध चाहिँ कुनै पनि कुरा आउन सक्दैन। आमेन। कुनै पनि शैतानिक कुरा, कुनै पनि दुष्टको कुरा, कुनै पनि यस्तो कुरा छैन जसले तपाईँलाई लडाउन सक्छ। Nothing can stop you down. सो मैले आज के भन्न चाहेको, रिमेम्बर गर्नुहोस्, गभर्नमेन्ट्स अफ गड, सिस्टम अफ गड। सोच्नुहोस्, वर्ड अफ द अलमाइटी, उहाँको वचन, यीशुको रगत, उहाँको उपस्थिति यति पावरफुल छ। लास्ट म कोही बेला आफै विचार्छु, यो युनिभर्सभित्र नि 280 बिलियन्स ग्यालेक्सिजहरू छ। ग्यालेक्सी, ब्रह्माण्डहरू। अनि हामी बसिरहेको ग्यालेक्सीलाई नि मिल्की वे ग्यालेक्सी भन्छ। यो भित्र कति ताराहरू, कति पृथ्वीहरू, कति जुन घामहरू छ। त्यो सबै कुरालाई चाहिँ उहाँको वचनको शक्तिले सस्टेन गरेको छ। आमेन। राइट हो किन भन्नुहोस्? रिमेम्बर द पावर अफ गड। परमेश्वरको मार्भल, मिराकलस, अचम्मको कुरा भन्दै गर्दा उहाँले मान्छेको नि फिङ्गर प्रिन्टलाई यसरी बनाउनु भयो, यसरी बनाउनु भयो। संसारमा कुनै कुरासँग नै म्याच हुँदैन, राइट? मान्छेको कुरा न अन्य 7वटा जनासँग मिल्छ अरे। मलाई देखाउँछ कतिजनाले के भन्छ, सर ऱ्याप गरिदिनुहोस् न भन्दै गरिन्छ। तपाईँलाई ऱ्यापर जस्तो देख्छ भन्छ कतिजनाले। को देखाउँछ है, तर फिङ्गर प्रिन्ट चाहिँ नि
कोहीसँग पनि म्याच गर्दैन। परमेश्वरको मिरेकल, परमेश्वरको पावर, परमेश्वरको ग्लोरी चाहिँ यति भयङ्कर छ प्रिय। तर हामी चाहिँ कस्तो भइरहेको छौँ भन्दै गर्दा कुनामा है। प्रभु धन्यवाद आज दिनभरिको लागि, प्रभु धन्यवाद खानु दिनुभयो। हाम्रो जीवन चाहिँ त्यतिको लागि होइन। प्रभु धन्यवाद है। खाना पिउनु अनि बस्नको लागि प्रभुले हामीलाई रोज्नु भएको छैन प्रिय। तपाईँले ममा परमेश्वरले यस्तो क्षमता हाल्नुभएको छ, तपाईँले संसारलाई बदल्नुहुन्छ। त्यसैले वचनले भनेको छ, डु नट लिभ द सिटी विदाउट ह्याभिङ द पावर अफ गड। तर पावर नभएको कारणले गर्दाखेरि चाहिँ हामी यस्तो भएको छौँ। हामी यद्यपि मजाको देखिन्छ है, हाम्रो सबै कुराहरू छ, तर शक्ति नै छैन। त्यसैले गर्दाखेरि चाहिँ हामीलाई दुष्टले हिँड्दैछ, संसारले हिँडिरहेको छ। तर के र तर यदि तपाईँले आफ्नो कोठामा निर्णय गर्नुभयो, राम्रो सुन्नुहोस् है, यदि कोठामा निर्णय गर्नुभयो र प्रभु म चाहिँ यो कोठाबाट अब तबसम्म निक्लिँदैन भनेर 1 महिना हराउनु भनेको होइन कोठाभित्र, हेर्नुहोस् है। जोसेफ पगला हो भनेको हल्ला हुन्छ हो किनभने चाहिँ। तर संसारमा चाहिँ गर्छ फेरि, किनकि संसारले शैतानको संसारले शक्ति चाहिँ बुझेको छ। तर हाम्रोले चाहिँ के हो बुझेन। हाम्रो त अन्य भाषा बोल्ने बित्तिकै डराउँछ कतिजना हो किनभने चाहिँ अहिलेसम्म यस्तो अवस्थामा देखेको छु विश्वासीहरू। म तपाईँलाई भनिदिनु, तपाईँले पनि निर्णय गर्नु हमा त नउड्ला है, नउडिहालोस् हो किनभने चाहिँ उडाउनु चाह्यो भने उडाउला नि प्रभुले। आमेन हो किनभने चाहिँ हावामा उडाउनु चाह्यो भने उडाउला भने, तर प्रभुको शक्ति चाहिँ तपाईँबाट बग्ने नै छ। आमेन। जुन चाहिँ शक्तिले चाहिँ यो बाहिरको शक्तिलाई चाहिँ डोमिनेट गर्छै गर्छ प्रिय। दुष्टको कुनै पनि शक्तिलाई हामीले सुनेको उतातिर ढुङ्ग्रोमाथि हिँडेरै भनिकन याद गर्नुहोस्। हामीले सुनेको त कुखुरा काट्यो चट्टै टाउको बिहान त कुखुरा राम्रै याद गर्नुहोस्। हामी के यस्तो शक्तिलाई डोमिनेट गर्न चाहन्छौँ कि टाप विश्वासी हो किनभने चाहिँ टाप यदि तपाईँ डोमिनेट गर्न चाहनुहुन्छ, पावरको शक्ति बढेर प्रभुको शक्ति बगेर तपाईँको लाइफमा प्रभुको महिमा भएको चाहनुहुन्छ भनेदेखिलाई चाहिँ कोठाहरूलाई प्रभुको लागि अलग गर्न थाल्नुहोस्। आमेन। कोठारमा चाहिँ तपाईँको उपस्थिति आउनुपर्छ। अब मेक रुम फर द होली स्पिरिट, टक टु द होली स्पिरिट, डिजायर फर द पावर अफ गड। चेन्ज हुनुपर्छ आमेन एटमोस्फियरहरू। अब चाहिँ प्रभुले केही कुरा गर्न सक्नुहुन्छ प्रिय। नत्र भने हामी चाहिँ पावरलेस हुन्छौँ। अनि पावरलेस हुँदै गर्दाखेरि चाहिँ भ्याल्यु छैन। छ सुन्नु चाहिँ राम्ररी छ यो हामी प्रभुको लागि साथै मूल्य चुकाउन सक्नेछौँ। आमेन। एकचोटि आमेन भनिदिनु जोडले। आमेन। चुकाउँछु मूल्य भन्नु छ। चुकाउँछु मूल्य। यस। घोडा टेक्छ म प्रभुको लागि। I want to receive the power of God. Walk in the power of God. वचनको शक्तिमा I want to walk with the Holy Spirit. So मेरो लागि अन्तिम मेसेज यो छ तपाईहरुलाई है। Desire for the power of the Holy Spirit. Amen. अनि अर्को कुरा डिजायर त जसले पनि गर्छ है। आज मलाई होस् भइरहेको किनभने चाहिँ त राति सुतेर सम्झेर आउने कुरा होइन। दोस्रो मेसेज तपाईलाई के छ भन्दै गर्दा पे प्राइस फर द पावर अफ गड। आमेन। प्रभुको शक्तिको लागि मूल्य चुकाउनुस्। आफ्नो कोठालाई अलग गर्नुस्। आमेन। यदि तपाईको गीतहरू बजिराखेको छ रकहरू केहरू बन्द गर्नुस्। आमेन। केही समयको लागि प्रभुलाई दिनुस्। मलाई लाग्छ शक्तिशाली चेन्जेस हुनेछ। आमेन। आउनुहोस् हामी त्यसलाई प्रार्थना गरौँ। Thank you, Lord Jesus. Oh,
खाराबा जिब्रा होमा माटा लाराबा शेकेरे